नमस्कार साथीहरू। यति बेला म उस्मा नगरपालिका वार्ड नम्बर 12 थुडीपरी अन्तर्गत पर्ने यो बाटुली चौर मन्दिरको परिसरमा छु र केही हाम्रा सहकर्मी शिक्षक साथीहरू पनि यहाँ हुनुहुन्छ। यो पहिलोपटक यो बाटुली चौरको मन्दिरमा म पहिलोपटक आउँदैछु र केही सहकर्मी शिक्षक साथीहरू पनि यहाँ अहिले आइसक्नु भएको छ। अति रमाइलो छ यो ठाउँ। साँच्चै कि हामी यो किङफिसर एग्रो एन्ड होमस्टेमा आइरहँदा यो मन्दिरमा पनि आउनै पर्ने ठाउँ रहेछ र पहिलोपटक म यो मन्दिरमा पाइला टेकेको छु। दूरीको हिसाबले खासै टाढा नभए पनि यो ठाउँमा आइरहँदा मलाई ज्यादै आनन्दित अनुभव भएको छ। यहाँबाट मनोरम हिमालको दृश्य अवलोकन गर्न सकिने र वान नाइट स्टे अथवा तपाईँ आफ्नो समय अनुकूल मिलाएर नजिकैको किङफिसर एग्रो एन्ड होमस्टेमा आएर समय बिताउन सक्नुहुने र आनन्दित र प्रफुल्लित तरिकाले आफ्नो समय व्यतीत गर्न पाउने एउटा अवसर पनि तपाईँले पाउनुहुनेछ। अति रमाइलो लागिरहेको छ। यहाँ सहकर्मी शिक्षिका मित्रहरूलाई पनि म देखिरहेको छु। यो बाटुली चौरको मन्दिरको एउटा विशेषता मैले के देखेँ भन्दा एउटा यो मन्दिरमा टोटल्ली चाहिँ ढुङ्गा मात्रै परे गरेकै मैले देखिरहेको छु है। माटोको परेकै भयो जस्तो छैन। अति राम्रो है, एकदमै राम्रो छ मन्दिर। यो मन्दिरको पनि दर्शन गर्ने अवसर मिलेको छ। किङफिसर एग्रो एन्ड होमस्टेमा आइरहँदा यो मन्दिरको अवलोकन गर्न पाउनु, दर्शन गर्न पाउनु पनि एउटा छुट्टै किसिमको आनन्द रहेछ है। तपाईँ यो ठाउँमा आउनुहुन्छ भने यो मन्दिरको दर्शन गर्ने सोचका साथ आउनुहोस्। तपाईँलाई तपाईँको मनले चिताएको चाहिँ पुरा हुने यहाँको चाहिँ एउटा आस्था छ र एकदमै शक्तिशाली मन्दिरको रूपमा पनि हामी यो चिन्छौँ। यसको व्यापक प्रचार प्रसारको अभावले गर्दा मात्रै हो यो चाहिँ एकदमै राम्रो। हाम्रा सहकारी मित्र अहिले भोलानाथ पौडेल सर आउनुभएको छ। उहाँले दर्शन गर्नुभएको छ यो बाटुली चौरको मन्दिर। यसको बारेमा हजुरलाई केही जानकारी छ सर? भोला सर, यो मन्दिरको विषयमा केही जानकारी छ भने बताइदिनु होला। हो हजुर, म उस्तै खालको परिएछ। ठिक छ, यो मन्दिरको आस्था हुन त हामी हिन्दू धर्मावलम्बीहरू मन्दिरप्रति, ईश्वरप्रति आस्था राख्छौँ र स्वभावैले यो मन्दिर साँच्चीकै उत्कृष्ट ठाउँमा छ है। एकदम मनोरम दृश्यले भरिएको ठाउँमा छ। यहाँबाट चाहिँ हिमालको दृश्य अवलोकन गर्न पाइने सम्भवतः यति राम्रो ठाउँ, यति हाइटमा र यस्तो सुन्दर ठाउँमा धेरैजसो मन्दिरहरू नै हुन्छन्, तर तीमध्येको पनि उत्कृष्ट टप 10 भित्र मैले लिन पऱ्यो भने यसलाई लिन चाहन्छु। पुमदित कोटतिर हेर्छौँ हामी, जता पनि हेर्छौँ यो मन्दिर